अहिले चाहिँ हामी लङ रिज भन्ने ठाउँमा आइपुग्न आँट्यौँ। यो लङ रिज चाहिँ सेन्ट्रल वेस्ट क्विन्सल्यान्डको सेन्ट्रल वेस्टको एउटा वान अफ द बिगेस्ट टाउन मध्येको ठाउँ हो अनि यसलाई चाहिँ आउटब्याकको क्यापिटल सिटी पनि भनेर भन्छ। अनि यहाँ चाहिँ क्वान्टस प्लेनको म्युजियम रहेको छ। यो चाहिँ अहिले अब हामी ड्राइभ गर्दा गर्दै यो छेउबाट देखिन्छ, गएर हेर्न पनि मिल्छ, तर हामीसँग चाहिँ टाइम नभएकोले गर्दा गइएन। यो बाहिरबाट नै यत्तिकै हेऱ्यौँ। हरेकचोटि ड्राइभ पास गर्दा जाने भन्ने कुरा चाहिँ हुन्छ तर गइँदैन। अब चाहिँ हामी लङ रिजको टाउन एरिया आइपुग्न आँट्यौँ। अब स्पिड एरिया पनि घटेर 60 मा छ। अनि लङ रिज आइपुग्दा चाहिँ हामी जहिले पनि रोकेर अब बिहानै छ भने ब्रेकफास्ट अथवा लन्च टाइम छ भने चाहिँ लन्च खानको लागि रोकिन्छौँ। अहिले चाहिँ अब यो ठुलो राउन्ड अबाउटबाट अब हामी भित्र छिर्यौँ। यो टाउन एरियामा यो देखिएको चाहिँ एबिसीको एबिसी ब्रोडकास्टिङको यो हेड क्वार्टर होला यतातिरको। अब त्यहाँनेरि हामी लगभग 45 मिनट जस्तो ब्रेक लिइसकेपछि अब हामी गन्तव्यतिर हिँड्दैछौँ। अब विन्टनतिरको जाने बाटो हो यो। एकदमै क्वाइट छ। हाम्रो अगाडि एउटा गाडी छ, त्यसपछि चाहिँ यताउता केही पनि छैन। अब कति मिनटसम्म पनि गाडीहरू ड्राइभ पास हुँदैन। एकदमै क्वाइट रोड तर ठिकै छ, एकदमै रमाइलो। तर अब ड्राई छ, एकदम सुनसान छ। अब इन्जोय गर्न सक्दा चाहिँ राम्रै हुन्छ आउटब्याकमा, होइन भने चाहिँ एकदमै मोनोटोनस नै छ। बेला बेलामा एउटा टाइम आउँछ। अब अहिलेको आजको लागि चाहिँ यो भिडियो यति नै।